भएर धुलो चाहिँ मजाले खानुपर्छ। हेर्नुहोस् बाहिर धुलो खत्रै उडिरहेछ, अफरोडमा मजा आइरहेछ। सक्नुहुन्छ समुद्रको पुल पनि देखिरहेछ तल। हामी चाहिँ अब धुन्चेतर्फ लाग्यो। हाम्रो छोटे ड्राइभर पनि खतरा छ के अरे। धुलो चाहिँ हुन्छ। अब यो भोलि प्राविधिकले पनि पक्कै मूल्याङ्कन गर्छ भन्ने आशा छ। तर कुनापट्टिको मिसनरी वाल चाहिँ यस्तो बवाल फिनिसिङ छ। यो कता कता माथिसम्म यसरी यस्तो खतरा छ कि मान्बुको बाटो। ल रोलर मान्बुको बाटो हेर्नुहोस् यस्तो छ। ग्राभेलको लागि चाहिँ एकदम रेडी अवस्थामा छ। यो ग्राभेल सकेपछि बेलजेट मावी आर्खेत सोतीबाट मान्बु जाने बाटो हेर्नुहोस् है कस्तो भएको छ। अब बाहिरतिर बस्ने साथीहरूले पनि हेर्नु होला मान्बुको रोडको अवस्था के कस्तो छ हेर्नु होला र केही समयपछि कस्तो हुन्छ हेर्दै जानु होला साथीहरूले। सोतीबाट उकालो लागिसक्यो अब हामी।
यस्तै अफिस निर्माण हुँदैछ, हेर्न सक्नुहुनेछ। यो ठुलै हाइड्रो बन्छ भन्ने कुरो छ। उता कता कता चाहिँ बनेर चाहिँ यो चाहिँ क्रसर यहाँ बन्दैछ। बालुवा गिट्टी यहाँ निकाल्दैछ। यहाँ चाहिँ अफिस रहने कुरो छ, यहाँ बन्दैछ। गिट्टी चाहिएमा उता सौतीको क्रसरमा सम्पर्क राख्नु होला साथीहरू। हामी उकालो लाग्यो। जाँदैछु अब फरिलो बसेर धुलो चाहिँ मजाले खानुपर्छ। हेर्नुहोस् बाहिर धुलो खत्रै उडिरहेछ। अफ रोडमा मजा आइरहेछ। समुद्रको पुल पनि देखिरहेछ तल। हामी चाहिँ अब धुन्चेतर्फ लाग्यो। हाम्रो छोटे ड्राइभर पनि खतरा छ के अरे। हेर्नुहोस् है मानबुको रोडको अवस्था कस्तो छ साथीहरूले हेर्न सक्नुहुनेछ। हामी त के गर्ने, दिन रात यही बाटो हिँड्नुपर्छ। यसो बाहिरतिर भएका साथीहरूले पनि हेर्नु होला। अलिकति माथिबाट चाहिँ यो 25 करोडमा निर्माण भइरहेको यो रोडको संरचनाहरू देखेपछि चाहिँ बाहिर भएका साथीहरू दङ्ग पर्नुहुन्छ। र यस्तो खतरा फिनिसिङ छ। मेसिनरी वालदेखि चाहिँ वालहरू भयो, अब कङ्क्रिट नालीहरू भयो। अब केही समयपछि ढलन हुने कुरा छ। यहाँको चाहिँ यसो काम हेर्ने पनि यस्तो लोभ लाग्दा आहा भन्ने खालको छ। अब केही समयपछि मानपुको रोड चाहिँ फिल्ली नै हुन्छ। अहिले पनि यसो यहाँको स्ट्रक्चरहरू हेर्दा, यहाँको काम गर्ने तरिका हेर्दा छिट्टै नै अब मानपुको मान्छे मात्र नभएर अब यो रोडमा चाहिँ यात्रा गर्नुहुने जोसुकैले पनि फिल गर्न सक्नुहुन्छ। एकदमै आनन्द फिल अब हेर्न सक्नुहुन्छ। यहाँ हामी निर्माण भइरहेको ठाउँमा प्रवेश गरिसकेको छ। हेर्न होला यस्तो खतरा। यहाँदेखि चाहिँ सुरुवात हो 25 करोडको काम। ल हेर्नुहोस् अब केही समयपछि झरन्छ। नाली कङ्क्रिटको चाहिँ काम पनि हुँदैछ। कुनापट्टि मिसनरी वाल पनि छ। यहाँ साथीहरूले म्यान पावर पनि त्यस्तै छ। अब सामग्रीहरू पनि पर्याप्त मात्रामा पुर्याइराख। काम चाहिँ एकदम फर्स्ट ट्र्याकमा छ। यस्तो बबल फिनिसिङ छ। ल मानपुको काम अहिले यसरी हुँदैछ। ल 25 करोडमा निर्माण भइरहेको रोडको संरचना यस्तो छ साथीहरू। ल हेर्नु सक्नुहुन्छ। मेसिनरी वालको फिनिसिङ हेर्न सक्नुहुन्छ। यस्तो बबल छ। कङ्क्रिट हेर्न सक्नुहुन्छ। कङ्क्रिट पनि यस्तो चाहिँ फिनिसिङ छ। क्वालिटी चाहिँ अब हामी कन्टिन्यू यहाँ बस्न सकिएन। अब केही भन्न सक्ने अवस्था छैन। अब कतिपय कामहरू चाहिँ फिनिसिङ राम्रो देखे पनि फेरि क्वालिटी एकदमै कमजोर हुन्छ। अब यो भोलि प्राविधिकले पनि पक्कै मूल्याङ्कन गर्छ भन्ने आशा छ। तर कुनापट्टिको मिसिनरी वाल चाहिँ यस्तो बवाल फिनिसिङ छ। यो कता कता माथिसम्म यसरी यस्तो खतरा छ कि मानबुको बाटो हुन्छ। अब यो भोलि प्राविधिकले पनि पक्कै मूल्याङ्कन गर्छ भन्ने आशा छ।
तर कुनापट्टिको मिसनरी वाल चाहिँ यस्तो बवाल फिनिसिङ छ। यो कता कता माथिसम्म यसरी यस्तो खतरा छ कि मन्दिरको बाटो। जेसिबीले ढुङ्गा लोड गर्दैछ। हाम्रो गुरुजी हुनुहुन्छ यता। रोड चाहिँ बबल छ। मलाई चाहिँ एकदमै मनपर्छ यो चाहिँ मिसनरी वाल कङ्क्रिटहरू हेर्दाखेरि। हामी पनि म आफै पनि रोडमा काम गर्ने मान्छे, तर यो फिनिसिङ हेर्दा यो कामको प्रगति गति देख्दा चाहिँ एकदमै खतरा छ। ल त सामानै सामान हो क्या। पछाडि उभिन्न। फिनिसिङ चाहिँ हामीले हाइवेतिर देख्न सकिन्छ, तर यो 25 करोडको यो निर्माण भइरहेको काम चाहिँ हामीले आफ्नै ठाउँमा पनि हेर्न पायो। यतातिर चाहिँ कङ्क्रिट मात्र छ, कुनापट्टि मिसनरी, तल एक साइडबाट कङ्क्रिट छ। बवाल छ रोड। धुलो चाहिँ खतरै उठ्छ। अब छिटो यही वर्ष चाहिँ पिच गर्ने ढल गर्ने कुरो छ। अब हेरौँ काम के कस्तो हुने रहेछ। ट्याक्कै निर्वाचन पनि छ। अब निर्वाचनले कतिको प्रभावित पर्छ कामलाई भन्ने कुरो हो। होइन भने यो टोलीले यो टिमले चाहिँ ठेकदारले चाहिँ छिटो सकाउँछ भन्ने उहाँहरूको चाहिँ तयारीमा छ। अब हेरौँ है त। अहिले चाहिँ यहाँको अवस्था छ। ल रोलर मानवको बाटो हेर्नुहोस् यस्तो छ। ग्राभेलको लागि चाहिँ एकदम रेडी अवस्थामा छ। यो ग्राभेल सकेपछि सके लगत्तै कतिपय ठाउँमा ढलान छ, कतिपय ठाउँमा पिच छ। पहिला यो रोड चाहिँ बर्खामा चाहिँ खोलाइ हुन्छ। हेर्नुहोस् हामी हिँडिरहने मान्छेलाई एकदमै अनुभव छ। अब हिउँदमा चाहिँ रोड हुन्छ, बर्खामा चाहिँ खोला हुन्थ्यो। अब यो वर्ष चाहिँ कस्तो हुन्छ हामीले अनुमान गरे अनुरूप चाहिँ नाला चाहिँ अलि सानो हो कि जस्तो छ। अब पानी कतै कतै पारे होला। हेरौँ अब यो बर्खै लागेपछि मात्र थाहा हुन्छ। अहिले चाहिँ के भन्नु सक्ने अवस्था छैन। यस्तो बबल छ, यस्तो अग्लोमा पनि मिसनरी वाल चाहिँ एकदमै फिनिसिङ चाहिँ खतरै छ क्या। बेलचेत यो अप्ठ्यारो ढुङ्गा पनि फुटाएछ टोलीले।
युको आउनु न युथमा हेऱ्यो रोड त फिलिली
होइन चुली लङजात nanti kau naik. Pojok ni, pojok sini. Naik ujung lah. Tak. Dosa.